स्टुडेन्टहरू र गिजिङको भिजामा नेपालबाट आउनुभएकोहरूको लागि मात्र होइन, कुकहरू र उहाँको डिपेन्डेन्टहरूलाई पनि एकदमै कडाइका साथ हेर्न थालेको छ। यो भिडियो हेरिसके पछाडि तपाईँ चाहिँ कुकमा र डिपेन्डेन्टमा हुनुहुन्छ उहाँको भने तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण भिडियो हुनसक्छ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। एक्स्ट्रा डकुमेन्टहरू पठा भनेर इमिग्रेसनले पठाएको यो छ। यो भनेको चाहिँ कुकको र उहाँको डिपेन्डेन्टको भिजा चाहिँ रिन्यू गर्ने बेलामा आएको हो। यसमा चाहिँ म तपाईँलाई चाहिँ सुरुमा कसको लागि के मागेको छ भन्ने कुरा पहिले देखाउँछु। यहाँ हेर्नुभयो भने सुरुमा चाहिँ 1 नम्बरमा चाहिँ डिपेन्डेन्टमा बस्नु भएको मान्छेको चाहिँ तलब बढी भएको छ है। 28 घण्टा काम गरेर उहाँले चाहिँ 1 वर्षमा 252 मानसम्म कमाउनु भएको छ र 28 घण्टा काम गरेर यत्रो कमाउनको लागि अलिकति असम्भव कुरा हो। त्यसो हुनाले चाहिँ तैँले कसरी काम के तरिकाले गरिस् त्यसको चाहिँ सब डिटेल्सहरू चाहिँ पठा भनेर भनेको छ है। र 2 नम्बरमा पनि उहाँ डिपेन्डेन्टकै लागि के भनेको छ भने यो कम्पनीमा काममा छिरेदेखि आजसम्मको सबै तेरो स्यालेरीको स्लिपहरू चाहिँ पठा भनेर भनेको छ। र नम्बर 3 मा पनि डिपेन्डेन्टकै लागि के मागेको छ भने चाहिँ तैँले त्यो कम्पनीमा छिरेदेखिको जुन त्यो टाइम कार्ड हुन्छ त्यो टाइम कार्डहरू चाहिँ पठा भनेको छ। अथवा चाहिँ टाइम कार्ड छैन भने त्यो टाइम कार्ड जस्तै कति घण्टा काम गरिस् तैँले बुझ्ने खालको कुनै खालको एउटा प्रमाण पठा भनेर भनेको छ। र 4 नम्बरमा पनि डिपेन्डेन्टकै लागि आजसम्म गरेको पार्ट टाइम जब जुन छ उहाँको चाहिँ कोयोकेएक्सो एग्रिमेन्ट पेपर चाहिँ सबै पठा भनेर भनेको छ है। र त्यस पछाडि 5 नम्बरमा चाहिँ कुकको लागि मागेको छ। जो कुक भिजामा हुनुहुन्थ्यो उहाँको लागि चाहिँ ट्याक्स क्लियरेन्स पेपर मागेको छ है लास्ट इयरको। र उहाँको चाहिँ खाजे र नजे सोमेसोहरू 5 र 6 नम्बरमा मागेको छ है। उहाँले ट्याक्स तिरेको कुराहरू है, ट्याक्स होकेन पेन्सनहरू सबै तिरेको हुनु पर्यो। र अर्को एकदमै इम्पोर्टेन्ट कुरा भनेको चाहिँ 7 नम्बरमा जो कुरा चाहिँ सबैलाई अलिकति जाबो लाग्छ तर यसले चाहिँ भिजा अलिकति अप्ठ्यारोमा पार्न सक्छ। 7 नम्बरमा के भनेको छ भन्दाखेरि चाहिँ सोचोको खान्ने खान्सिरो त के यसमा चाहिँ रेस्टुरेन्ट परिवर्तन गर्नु भएछ र इमिग्रेसनलाई चाहिँ खबर गर्नु भएन छ है। यो केसमा चाहिँ कस्तो हुन्छ भने तपाईँलाई तोकिएको ठाउँभन्दा अन्त काम गर्न जानु पर्यो, अथवा चाहिँ भिजा ठाउँ झरेको ठाउँभन्दा अन्त काम गर्न जानु पर्यो, अथवा चाहिँ गाक्सै हो भने पनि सेम अर्को गाक्कोमा जानु पर्यो लगायतको तपाईँको चाहिँ सोझोको हुन्छ नि जहाँ तपाईँ हुनुपर्ने हो त्यो ठाउँबाट अन्त ठाउँमा सर्नुपर्ने अवस्था आयो, जानुपर्ने अवस्था आयो भने चाहिँ 14 दिनभित्र चाहिँ म यो कम्पनी छोडेर यो कम्पनीमा गएँ है भनेर चाहिँ इमिग्रेसनमा खबर गर्नुपर्छ। यदि तपाईँले कम्पनी छोडेर काम गर्नु भएन भने पनि म यो तारिकमा चाहिँ कम्पनी छोडेको छु, अहिले काम भेटाएको छैन, नयाँ कम्पनी जोइन भएको छैन भनेर चाहिँ 14 दिनभित्रमा कुनै पनि हालतमा इमिग्रेसनमा अनलाइन अथवा चाहिँ आफूले गएर अथवा चाहिँ पठाएर पोस्ट अफिसबाट चाहिँ फर्म भरेर पठाएर खबर गर्नुपर्ने हुन्छ। अहिले यो कुराहरूले मुख्य तरिकाले हेर्ने गरेको छ हो। त्यसो हुनाले चाहिँ यदि तपाईँ डिपेन्डेन्टमा हुनुहुन्छ र परिवारसँगै बस्नुहुन्छ, कुकमा हुनुहुन्छ र परिवारसँगै बस्नुहुन्छ भने पनि तपाईँ एकजनाको अलिकति थोरै तलमाथि हुने कुराले चाहिँ तपाईँहरूको बच्चा जापानमा छ भने उसको भविष्य पनि अलिक खतरामा पर्न सक्छ र तपाईँहरूको पनि भविष्य अलिकति अन्यल बन्न सक्छ। यो हुँदैमा भिजै नआउने भन्ने हुँदैन, तर तपाईँ चाहिँ कसरी प्रस्तुत हुन्छ, तपाईँको डकुमेन्टले कसरी बोल्छ भन्ने कुरा अनुसार पनि जान्छ। त्यसो हुनाले चाहिँ कुकमा हुनुहुन्छ र आफू कसैको रेस्टुरेन्टहरू चेन्ज गर्दै बस्नु भएको छ भने यसले भोलि बिहान तपाईँलाई ठुलो समस्या निम्ताउन सक्छ।